नमस्ते। आज हामी यहाँ मानव सेवा आश्रममा छौँ हैन। आज हाम्रो मेन प्रोग्रामको उद्देश्य चाहिँ के हो त? सोशल वर्क पढ्ने विद्यार्थीहरूको लागि थियोरी सँगसँगै प्र्याक्टिसलाई चाहिँ सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यका साथ मानव सेवा आश्रममा चाहिँ हामीले एक दिनको सोशल वर्क अभ्यास चाहिँ गर्नको लागि हामी यहाँ आइपुगेका छौँ। यसको मुख्य उद्देश्य समाजमा समस्यामा रहेका मानिसहरूको लागि चाहिँ कोही न कोहीले त यो काम गरिरहेका छौँ, उहाँहरूसँग हातेमालो गर्नु चाहिँ हाम्रो प्रमुख उद्देश्य हो। अनि एज अ सब्जेक्ट टिचर हैन, आफ्नो स्टुडेन्टलाई पनि यसमा यस्तो कार्यक्रममा इन्भल्भ गर्न पाउँदा चाहिँ हजुरलाई कस्तो अनुभव भइरहेछ त? सोशल वर्कको प्र्याक्टिस चाहिँ काठमाडौँमा के भइरहेछ भनेदेखि चाहिँ फन्डहरू जेनेरेट गर्ने अनि उठाउने जाने डोनेसन दिने फोटो खिच्ने हिँड्ने चलन छ प्रायः यो सामाजिक कार्य गर्नेहरूको। हाम्रो विनायक सिद्धमा फरक चाहिँ के छ भने त्यति गरिसकेपछि त्यसलाई चाहिँ विद्यार्थीहरूकै सहभागितामा त्यसलाई सम्पन्न गर्ने हाम्रो उद्देश्य भने। अहिले तपाईँले भित्र छिरेर हेर्नु भने प्रत्येक विद्यार्थीहरू काम गरिरहेका छन्। कसैले तरकारी काट्ने सरसफाइ गर्ने, कसै बिहान खाना बनाएर खाजा बनाएर खुवाइसक्नु भयो होइन। यो चाहिँ के हो भने यो सोशल वर्कको भलुन्टरी जुन इन्टर्नसिप हुन्छ त्यसको मोडल हो यो, मोडल हो यो हो। त्यो कुरालाई चाहिँ हामीले अभ्यासमा लगेका छौँ। सबै विद्यार्थीहरू सहभागी हुनुहुन्छ। हामी एकदमै खुसी छौँ किनभने हामीले जे योजना बनाएका छौँ त्यो योजना चाहिँ सफल भएको छ। अनि अन्तिममा चाहिँ हजुर आफ्नो विद्यार्थीलाई के भन्न चाहनुहुन्छ त? तपाईहरू जे विषय पढ्दै हुनुहुन्छ त्यो विषयमा दक्ष बन्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो दक्ष बन्ने भनेको थ्योरी र प्र्याक्टिस दुइटै, थ्योरी पढ्ने त्यो थ्योरीलाई प्र्याक्टिसमा उतार्ने। सो सम्पूर्ण विद्यार्थीहरू तपाईहरू सोशल वर्क पढ्दै हुनुहुन्छ भने डेफिनेटली आफ्नो दक्ष र आफूले सकेको सहयोगहरू गर्दै चाहिँ समाजका समस्याहरू समाधान गर्नको लागि चाहिँ अगाडि बढ्दै जानुहोस् भन्ने मैले सन्देश दिन चाहन्छु। हेलो सर। हेलो। आज यो मानव सेवा आश्रममा यस्तो कार्यक्रम भइरहेछ होइन, थ्योरी सँगसँगै पनि प्र्याक्टिकलको पनि कति नेसेसिटी छ त? यो समाज कार्य भन्ने सब विषय नै समाजमा अभ्यस्त हुनको लागि, समाजमा नै घुलमिल हुनको लागि र समाजमा प्रत्यक्ष रूपमा सहभागी भएर अनुभव पनि गर्ने र सँगसँगै सिक्ने कुरा पनि हो। कतिपय कुराहरू हामीले क्याम्पसमा पढ्दै गर्दाखेरि सैद्धान्तिक ज्ञानहरू हासिल गर्छौँ र व्यावहारिक ज्ञानहरू, व्यावहारिक पाटोहरू त्यो कतिपय त्योसँग मिल्दाजुल्दा हुन्छन्, कतिपयहरू फरक पनि हुन्छ। त्यो हुनाले विद्यार्थीले चाहिँ सामाजिक कार्यको लागि समुदायमै घुलमिल हुन, सहकार्य गर्नको लागि र समाजमा हुने अभ्यासहरू पनि आफूले पनि अनुसरण गर्ने, सिक्ने, सँगसँगै त्यसलाई चाहिँ आफ्नो सैद्धान्तिक ज्ञानका लागि पनि यो व्यावहारिक ज्ञान पनि त्यत्तिकै महत्त्वपूर्ण छ र त्यसमा आफूलाई उत्कृष्ट बनाउनको लागि पनि यस्ता कार्यहरूले चाहिँ अझ धेरै सपोर्ट गर्छ। अनि हजुर विनायक सिद्ध कलेजमा चाहिँ के भन्न चाहनुहुन्छ? जब विनायक सिद्ध कलेजले शैक्षिक रूपमा आफ्नो कार्यक्रमहरू सञ्चालन गर्यो, यस्ता कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ। विशेष गरी समाज कार्य अध्ययन गरिरहेका विद्यार्थीहरूलाई समुदायसँग नै अभ्यस्त बनाउनको लागि, समाजमै सहभागी गराउनको लागि कलेजमा पढाउने काम सँगसँगै व्यावहारिक ज्ञान सिकाउनको लागि पनि यस्ता विभिन्न मानव सेवा आश्रम लगायतका यस्ता विभिन्न संस्थाहरूमा जाने र विद्यार्थीहरूलाई चाहिँ सक्रिय रूपमा सहभागी पनि गराउने र सँगसँगै अन्य समुदायहरूको अध्ययनको लागि पनि यसरी नै कामहरू अगाडि बढाइरहेको छ र यो कामले अझ धेरै भोलि निरन्तरता पायो भने विद्यार्थीहरूको शैक्षिक गतिविधिहरूमा चाहिँ अझ ठुलो सपोर्ट पुग्छ। त्यो कारणले विनायक सिद्ध कलेजसँग चाहिँ हामी यसमा चाहिँ आभारी पनि। नमस्ते। नमस्ते। हजुरको शुभ नाम? उज्जवल भट्ट। हजुर विनायक सिद्ध कलेजमा कुन इयरमा पढ्दै हुनुहुन्छ अहिले? अहिले चाहिँ म BSW फर्स्ट इयर। हजुरहरूले चाहिँ केही दिन अगाडि अ प्लेट अफ काइन्डनेस हेल्पिङ ह्यान्ड फर होमलेस भन्ने अभियान गर्नुभएको थियो। त्यसमा चाहिँ हजुरहरूले करिब 150 जनालाई चाहिँ सडकमा बस्नेहरूलाई खाना खुवाउनु भएको थियो। लगायत अहिले चाहिँ मानव सेवा आश्रममा पनि हजुरहरूले बच्चा आमा बुवाहरूलाई खाना खुवाउँदै हुनुहुन्छ होइन, लाइक एक्सपिरियन्स कस्तो भइरहेछ त? अस्तिको पालि हामीले गर्दाखेरि चाहिँ अरू कसैले सहयोग गरिराख्नु भएको ठाउँमा गएर आफूले जस्ट हात मात्र बटाएको थियौँ क्या त्यहाँ चाहिँ। अब यहाँ चाहिँ आज हामी बिहानैदेखि यो धापाखेल स्थित मानव सेवा आश्रममा आएर सबैलाई सहयोग गऱ्यौँ होइन। खाजादेखि लिएर खानाहरू सबै हामी आफैले प्रिपेयर गरेर उहाँहरूलाई दिँदाखेरि चाहिँ बा आमा दाजुभाइ जस्तो हाम्रो उहाँहरूलाई खाना दिइराख्दाखेरि चाहिँ एकदमै खुसी लाग्ने, आफ्नो मनैबाट आफ्नो कन्ट्रिब्युसन देख्दाखेरि आफैलाई राम्रो लाग्ने। प्लस अब सोसल वर्कको स्टुडेन्ट हुँदाखेरि एउटा प्र्याक्टिकल त भइ नै रहेछ, प्लस त्यसमा पनि एउटा मनैबाट सन्तुष्टि चाहिँ हामीले पाएका छौँ। अनि आखिरमा चाहिँ विनायक सिद्ध कलेजलाई चाहिँ के भन्न चाहनुहुन्छ त? कलेजलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु बिकज हामी यहाँ पढिराख्दाखेरि चाहिँ थ्योरिटिकल कुरामा मात्र ध्यान नदिकन उहाँहरूले प्र्याक्टिकल वेमा पनि एकदम राम्रो कुराहरू सिकाइरहनु भएको छ, यस्तो प्रोग्रामहरू अर्गनाइज गरिरहनु भएको छ। सो आई एम भेरी थ्याङ्कफुल टुवर्ड्स आवर कलेज। नमस्ते सर।
नमस्ते। आज तपाईँ मानव सेवा आश्रममा हुनुहुन्छ, आफ्नो विद्यार्थीलाई लिएर आउनु पाउँदा चाहिँ हजुरलाई कस्तो फिल भइरहेको छ त? पहिलो कुरो त रमाइलो फिल भइरहेछ। अब यो सामाजिक सेवा अन्तर्गत पर्ने कुरा भए, समाज सेवा अथवा मानव सेवा नै समाजसँग जोडिने कुरा भए, किनभने मानव र समाज भनेको एकअर्काका परिपूरक हुन्। त्यो हिसाबले गर्दाखेरि आज मानव सेवा आश्रम हामी यहाँ उपस्थित छौँ। यहाँ हामी विशेष गरी चाहिँ BSW पढिरहनुभएका विद्यार्थीहरूलाई लिएर आएका छौँ। त्यो हिसाबले गर्दा आज आउँदाखेरि यो हामीले सैद्धान्तिक रूपमा जति पढायौँ त्यसलाई व्यवहारमा ढाल्नको लागि चाहिँ मानव सेवा आश्रम एउटा चाहिँ विशेष गरी मानवता प्रवर्धन गर्ने हिसाबले खोलिएको एउटा संस्था भनेर बुझ्नु पर्यो, जसमा चाहिँ विशेष गरी चाहिँ भोको पेट नराख्नको लागि चाहिँ के गर्न सकिन्छ र हरेक क्षेत्रमा आफूलाई सहायता चाहिने व्यक्तिहरूलाई चाहिँ सेवा गर्नको लागि मानव सेवा आश्रम खोल्यो। यसबाट चाहिँ हामीले विद्यार्थीहरूलाई एउटा समाजलाई पहिचान गराउन, समाजसँग परिचित गराउनको लागि सजिलो हुन्छ भनेर हामी यहाँ आएको छौँ र यहाँ रमाइलो अनुभव भइरहेछ। हजुर, अनि आखिरमा चाहिँ हजुर विनायक सिद्ध कलेजलाई चाहिँ के भन्न चाहनुहुन्छ? विनायक सिद्ध कलेज जुन चाबेलीमा रहेको छ, यो नामैले पनि एकदम महत्त्वपूर्ण छ भनेर बुझ्नुपर्छ। विनायक भनेको के हो त भन्दाखेरि विशेष रूपले नायक बनाउनुको लागि खोलिएको एउटा संस्था हो। किनभने नायक त हामी सबैजना छौँ, त्यहाँ चाहिँ एउटा विशेष गुण थपिदियो भने त्यो विनायक हुनसक्छ। त्यो कारणले गर्दा विनायक सिद्ध कलेजले चाहिँ हरेक वर्षमा 2-3 पटक चाहिँ यस्तो कार्यक्रमहरू गरिरहेछ। यहाँ चाहिँ BSW को स्टुडेन्टलाई मात्रै होइन, हरेक स्टुडेन्टलाई चाहिँ सम्मिलित गराएर गर्ने कोसिस गरिरहेको छ। त्यो हिसाबले गर्दाखेरि विनायक सिद्ध कलेजले यो गरेको काममा हामी पनि सहभागी हुन पाउँदा हामी पनि एउटा गौरवान्वित महसुस गरिरहेको छ। नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो नाम रुबिना तामा। हजुर। म आफूलाई ट्रान्स वुमन आइडेन्टिफाई गर्छु र म BSW सेकेन्ड इयरमा चाहिँ विनायक सिद्ध कलेजमा पढिरहेको छु। आज जुन हाम्रो मानव सेवा आश्रममा कार्यक्रम भइरहेको छ, हजुरहरूले पहिला पनि एक्सपिरियन्स गरिसक्नुभयो जस्तै? हजुर, हामी फर्स्ट इयरमा चाहिँ रोसी गाउँपालिका गएका थियौँ। त्यहाँ चाहिँ 1 नाइट स्टेको लागि, अनि त्यसपछि त्यहाँ चाहिँ ओभरअल एग्रिकल्चरसँग रिलेटेड अनि इकोनोमिक डेभलपमेन्टसँग रिलेटेड हामी रिसर्च गर्न गएका थियौँ। अनि त्यसपछि हामीले रिसर्च सँगसँगै चाहिँ त्यहाँको एग्रिकल्चर स्टेटसहरू कस्तो रहेछ, अनि त्यो सँगसँगै चाहिँ हामीले त्यहाँको स्टेक होल्डरहरूसँग अनि पोलिटिकल ब्याकग्राउन्डको सर म्यामहरूसँग पनि हामीले इन्टरेक्सन प्रोग्राम गरेका थियौँ। अनि ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै राम्रो रहेको थियो। एक्सपिरियन्स एकदम राम्रो भयो होइन? अनि आजको एक्सपिरियन्स चाहिँ कस्तो भइरहेछ त? आजको चाहिँ यो सेवा गर्न पाउनु एकदमै मेरो भाग्यको कुरा हो भन्छु। अनि म यसरी यहाँ सेवा गर्न पाउँदाखेरि चाहिँ म एकदम स्ट्रेस फ्री, होइन, मलाई कुनै पनि त्यो स्ट्रेस नभएको जस्तो, एकदम माइन्ड पनि एकदम ह्याप्पी टाइपको, म आफू पनि एकदमै खुसी, त्यो भित्रैदेखि खुसी। अनि यतिको काम गरिराख्दाखेरि अरू बेला मलाई एकदमै टायर्ड फिल हुन्थ्यो भने आज मलाई टायर्ड फिल पनि भएको छैन, म कुनै स्ट्रेस पनि छैन, मलाई एकदम खुसी लागिरहेछ। हजुरको एक्सपिरियन्स अनुसार चाहिँ हजुर विनायक सिद्धलाई के भन्न चाहनुहुन्छ? विनायक सिद्ध कलेज त मेरो एकदमै के भन्छ बयान गरेर त्यो बयान गर्नको लागि शब्द पनि छैन, होइन, किनभने यस्तो धेरै जेन्डर फ्रेन्डली कलेज हो, होइन। मेरो लागि म एज अ ट्रान्स वुमन म अरू कलेजमा पढ्न जाँदाखेरि चाहिँ मलाई एकदमै धेरै डिस्क्रिमिनेसन हुन्थ्यो भने यहाँ कुनै पनि किसिमको विभेदहरू छैन, होइन। त्यो भएको कारणले गर्दा चाहिँ म एकदमै जेन्डर फ्रेन्डली, अनि टिचरहरू पनि एकदमै बुझ्ने हुनुहुन्छ। अनि होल विनायक सिद्ध कलेज पनि एकदमै अवेर यो कुरामा, एकदम सेन्सिटिभ हुनुहुन्छ, होइन। त्यो भएको हुनाले चाहिँ म कहिले पनि यो मेरो ब्याचलरको यो टाइम चाहिँ म कहिले पनि भुल्न सक्दिनँ, होइन। उहाँहरूले गर्नुभएको यो रेस्पेक्ट, यो फ्रेन्डली इन्भाइरोमेन्ट उहाँहरूले क्रिएट गर्नुभएको चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ। एकदमै मेरो बाई हार्ट, होइन, एकदमै थ्याङ्क यू सो मच विनायक सिद्ध कलेज। नमस्ते म्याम। नमस्कार, जय मानव सेवा। हजुरको शुभ नाम? मेरो नाम सुजना पौडेल। हजुरले यो मानव सेवा आश्रम चाहिँ कहिलेबाट सुरुवात गर्नुभएको र कति वर्ष भइसक्यो? म मानव सेवा आश्रममा यसरी आबद्ध भएको चाहिँ 8 वर्ष पुरा भएर 9 वर्ष लाग्यो। हजुर, जसको चाहिँ घर छैन उहाँलाई तपाईँले यति माया गरेर राख्नु भएको छ, हाम्रो बच्चाहरूलाई, हजुर आमा बुवाहरूलाई घाँस बाँस कपास प्रदान गर्दै आउनु भइरहेको छ। हजुरलाई यस्तो सोच चाहिँ कहाँबाट आयो? यस्तो मानव सेवा आश्रममा जब हामी हजुरहरू जस्तै यस्तो गरी भिजिटको लागि गएको थियौँ, हजुर, त्यस्तै गर्दाखेरि अब कतिपय आमा बुवाहरू चाहिँ परिवार भएर पनि परिवारबाट बिछोडिएर यसरी आउनुभएको अवस्थामा देखेपछि म पनि बिस्तारै पहिले त आउने जाने गर्थ्यो भने अहिले समर्पित भएर गर्न लागे। कस्तो भनेदेखि उहाँहरूले चाहिँ जसको आमा बुवा भएर पनि छोराछोरी भएर पनि छोराछोरी नभएको जस्तो अनुभूति गर्नुभएको छ नि, उहाँहरूलाई चाहिँ हामीले
आफ्नो छोराछोरी हामी नभए पनि आफ्नो अनुभूति गराउन सकेदेखि भनौँ न आफ्नो लागि त जसले पनि गर्छ अरू कसैको लागि अशक्त असहाय अनाथ जसले आफूले आफ्नो लागि सक्दैन उसको लागि गर्न पाउँदा चाहिँ हामी खुसी लाग्छ नि त त्यही भएर हामी आबद्ध भएर धेरैजना छौँ म मात्र नभएर हामीहरू सेवामा जोडिएका यस्तै गरेर नै हो हजुर अन्तिममा चाहिँ हजुर के भन्न चाहनुहुन्छ दुनियाँलाई के सन्देश दिन चाहनुहुन्छ हजुर यस्तो अब सबैजनालाई चाहिँ हामी के भन्न चाहन्छौँ भने हामीलाई जसरी छोराछोरीलाई आमा बुवाले हुर्काउनुहुन्छ आफूले नखाएर छोराछोरीलाई खुवाउनुहुन्छ छोराछोरीले दिसापिसा गर्दा पनि आमा बुवाले त गनाए नभनिकन सरसफाइ गर्नुहुन्छ भने त्यस्तो हुर्काउने आमा बुवालाई चाहिँ हामीले पनि आमा बुवा वृद्ध हुनुभयो हाम्रोमा चाहिँ मेन्टल प्रब्लम भएको धेरैजना हुनुहुन्छ त्यो आमा बुवालाई चाहिँ उपचारपछि आफ्नै घरमा माया गरेर राख्यो भने यो अवस्था सिर्जना हुँदैन त्यही भएर प्रत्येक घर नै हाम्रो मन्दिर बनाउन सक्यौँ भने यस्तो असहाय अनाथ आमा बुवाहरू चाहिँ यसरी सडक पेटी तथा सार्वजनिक स्थलमा बस्नु नपर्ने अवस्था सिर्जना हुन सक्थ्यो यस्तो आश्रमहरू चाहिँ खुल्नै नपरोस् भन्ने हाम्रो पनि एउटा चाहना छ कस्तो भनेदेखि नाथैनाथले बास गरेको देशमा अनाथ भएर कोही पनि बस्नु नपर्ने सिर्जना गर्न चाहिँ हामी छोराछोरी नै हामी युवा नै लाग्नुपर्छ भन्छु म नमस्ते सर नमस्कार आज हजुर आफ्नो विद्यार्थीलाई मानव सेवा आश्रम लिएर आउनु भएको छ आफूसँगै सम्मिलित गराएर काम गराउँदै हुनुहुन्छ हजुरलाई कस्तो अनुभव भइरहेछ वास्तवमा किताबको किरो हुनु भन्दाखेरि त्यसलाई प्र्याक्टिकलमा युज गर्नु साह्रै राम्रो कुरा हो अनि मान्छेले स्कुलमा सिकेको कुराहरूलाई दैनिक चर्यामा परिवर्तन गरेर सोसल वर्क भन्नेकै समाजमा गएर काम गर्ने भएको हुनाले यो एकदम वन्डरफुल टाइम हो हजुर अनि आखिरमा विनायक सिद्ध कलेजलाई चाहिँ के भन्न चाहनुहुन्छ विनायक सिद्ध कलेज एउटा विद्यार्थीहरूको एउटा आफ्नो आफ्नो जुन एउटा पर्सेप्सनले आउनु भएको छ उहाँहरूले चाहिँ स्कुल कलेजले जुन एउटा राम्रो अवसर दिएको छ विद्यार्थीहरूलाई यो सधैँ निरन्तरता रहिरहोस् क्वालिटी एजुकेसन इज भेरी इम्पोर्टेन्ट होइन यस्तो काम सधैँ भइरहोस् भन्न चाहन्छु नमस्ते हजुरको शुभ नाम मेरो पूर्णिमा बस्ने हजुर कुन इयरमा पढ्दै हुनुहुन्छ म अहिले बिएसडब्ल्यू फर्स्ट इयरमा अनि आजको यो कार्यक्रममा हजुरलाई कस्तो अनुभव भइरहेछ अब मेरो चाहिँ फर्स्ट टाइम हो यस्तै कार्यक्रममा जानको लागि नै मैले बिएसडब्ल्यू जोइन गरेको अलि इन्ट्रेस्टिङ लाग्छ अनि एकदम राम्रो भइरहेको सोचेभन्दा धेरै राम्रो भइरहेको अनि आखिरमा चाहिँ विनायक सिद्ध कलेजलाई चाहिँ के भन्न चाहनुहुन्छ विनायक सिद्ध कलेजलाई धेरै थ्याङ्क यू भन्न चाहन्छु यस्तो होइन अपर्च्युनिटी दिनुभएको छ एकदम ग्रेटफुल नमस्ते नमस्ते हजुरको शुभ नाम प्रतिशा पुरी हजुर विनायक सिद्ध कलेजको कुन इयरमा पढ्दै हुनुहुन्छ फर्स्ट इयर आज तपाईँ मानव सेवा आश्रममा आउनु भएको छ आजको एक्सपिरियन्स चाहिँ कस्तो भइरहेछ त साह्रै राम्रो भइरहेछ मजा लागिरहेछ खानाहरू बनाएर खुवाउनलाई बुढा वृद्ध मान्छेहरूलाई राम्रो लागिरहेछ अनि विनायक सिद्ध कलेजलाई चाहिँ के भन्न चाहनुहुन्छ त थ्याङ्क यू भन्न चाहन्छु यस्तो राम्रो कामहरू गरेकोमा अब हामी सोसियल वर्ककै पऱ्यौँ अनि यस्तो राम्रो सोसियल वर्कहरू गर्न पाउँदाखेरि धेरै राम्रो लागिरहेको छ थ्याङ्क यू भन्न चाहन्छु